देश चुनावमा बालेन शाहको स्ट्याटसको कारणले जाँदैछ। बालेन शाहको स्ट्याटस देशको संविधानभन्दा शक्तिशाली छ आजको दिनमा। भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी आफैमा के हो? रवि लामिछाने चाहिने भन्दा धेरै लचक भएको, उनले धेरै त्याग गरेको, तर बालेन शाहका डिमान्ड एकपछि अर्को बढ्दै गएको भनिएको छ। अनि बालेन शाहले चाहिँ प्रधानमन्त्री मात्र नभएर अरू सदस्यहरू पनि चाहियो, सांसद पनि चाहियो। अब तपाईको भनाइ के छ? राष्ट्रिय स्वतन्त्र पार्टी जसले एकपटक चुनाव लडिसकेको छ, देशैभरि उसको संगठन छ, यस्तो पार्टीबाट प्रधानमन्त्रीको अफर हुनु बालेनको लागि सुनौलो अवसर हो भनिएको छ। तर मान्छेहरूले यो बुझिरहेका छैनन् कि बालेन शाह नभएको भए आज राष्ट्रिय स्वतन्त्र पार्टी हुने थिएन। बालेन शाहले मेयरको चुनाव नजितेको भए रवि लामिछाने आज राजनीतिमा हुने थिएन। रवि लामिछाने कुनै देशको जिम्मेवारी बोध गरेर राजनीतिमा आएका पात्र होइनन्। ये साँच्चै जितिँदो रहेछ त, हुँदो रहेछ, मेरो पनि क्रेज छ, म पनि 2-4 सिट ल्याउँछु भनेर आएका मान्छे हुन्। यदि उनलाई साँच्चै नै जिम्मेवारी बोध भएको भए उनले त्यो अर्को टेलिभिजन खोलेर सहकारीको पैसा डुबाउन पुग्थेनन्। उनले राजनीतिक दल खोलेर चुनाव लड्न आउँथे, पहिलो कुरो। दोस्रो कुरो, उनीहरूले प्रधानमन्त्रीको अफर गरेका छन्। प्रधानमन्त्री भने के हो? संसदमा आफ्नो बहुमत छैन भने त्यो प्रधानमन्त्रीको अर्थ के हुन्छ? प्रधानमन्त्री भएको 2 वर्षपछि, 3 महिनापछि, 9 महिनापछि समर्थन फिर्ता लियो संसदमा भनेपछि के हुन्छ? कुनै अर्थ हुन्छ संसदमा बहुमत बिनाको, संसदमा आफ्ना मान्छे बिनाको प्रधानमन्त्रीको? यति बेवकुफ त बालेन शाह छैन होला त। अनि अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने अहिले जुन राजनीतिक कोर्समा देश गइरहेको छ त्यसको महत्त्वपूर्ण कारण भनेको अस्ति भर्खर सकिएको नभनौँ, अस्ति भर्खरको जेनजी आन्दोलन हो। जेनजी आन्दोलनले पुराना राजनीतिक दलसँगै रवि लामिछानेलाई पनि स्पष्ट रूपमा खारेज गरिदिएको हो। उनी त प्रधानमन्त्री बन्ने भनेर जेलबाट निस्किएर सनरुफ गाडीको व्यवस्था गरेर हात हल्लाउँदै आएका थिए नि। त्यसपछि जेनजीहरूको प्रतिकार तपाईँहरूले सामाजिक सञ्जालमा देख्नुभएको थियो होला। रवि लामिछाने चाहिए हो हामीलाई, जेलमा गएको मान्छेलाई हामीले यत्रो आन्दोलन उसलाई निकाल्न गरे हो। रवि लामिछानेको रिसेन्ट भिडियो हेर्नुभयो तपाईँहरूले? व्हाट द फक। र आज देश चुनावमा बालेन शाहको स्ट्याटसको कारणले जाँदैछ। बालेन शाहको स्ट्याटस देशको संविधानभन्दा शक्तिशाली छ आजको दिनमा। भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी आफैमा के हो? र म त भन्छु बालेन शाहले 50% होइन 70% दाबी गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र। र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्ने कुनै पनि आधारहरू छैनन्। त्यहाँ अहिले जुन किसिमका मान्छेहरू छिरिरहेका छन् राजनीति गर्ने, जस्ता किसिमका मान्छेहरूलाई समानुपातिकमा सिफारिस गरिएको छ। टिकटकमा भिख माग्ने मान्छे राज्य सत्तामा पुग्यो भने त्यसले कसरी घोडा चढ्ला ल भन्नुहोस् त? त्यसले बाँकी राख्ला? अनि यस्ता मान्छेहरूलाई विश्वास गरेर बालेन शाह प्रधानमन्त्री बन्न जाला? कसैप्रति पनि दुराशय छैन। नयाँ राजनीतिक दलहरूले जित्नुपर्छ।